बालेन शाह प्रधानमन्त्री होला क्या घन्टीको प्रधानमन्त्री होला तर यो देशको बन्न गाह्रो छ सर 138 आउनुपर्छ ल तपाईँ समानुपातिकको बन्द सूचीमा हुनुहुन्छ फागुन 21 गते पछाडि तपाईँलाई हामीले माननीय भन्न पाउँछौँ मलाई माननीय हाननीय ठगनीय केही पनि भन्नु पर्दैन म हिजो जस्तो थिएँ भोलि पनि त्यस्तै हो भनेपछि तपाईँ सांसद भइसके पछाडि हामी के भन्नुपर्छ भन्नुहोस् त कमरेड मङ्गल सिंह प्रजा देशको निम्ति लड्ने हिँडेको एउटा योद्धा दाई भाइ होइन जे सानोले बोलाउनु पर्ला त्यही बोलाउने माननीय हाननीय ठगनीय त्यस्तो मलाई सम्मान गर्नु पर्दैन निर्वाचित भइसके पछाडि त माननीय भन्ने त त्यो हाम्रो पहिलेकै चलन होइन र भने होइन त्यो संविधानमा कानुनमा होला क्या त्यो माननीय होइन त्यो म तपाईँको अरूलाई नामको अगाडि माननीय त्यसमा डाक्टर इन्जिनियर झुन्डेर आएको भएर ब्याङ्गे हानेको मान्छे फेरि आफै त्यहाँ झुन्डाउनु जाने हो होइन हटाउनु जाने हो यहाँ त्यसरी यो विषयमा छोडिदिनुहोस् भोलिपर्सि माननीय या त होइन क्या सांसद बन्यो भने त्यति बेला बल्ल प्रश्न गर्ने होला अहिले चाहिँ अब सामान्य दाई भन्नुहोस् भाइ भन्नुहोस् साथी भन्नुहोस् अहिले त्यसरी कुरा गर्नुहोस् तपाईँ सांसद बन्ने सम्भावना कतिको छ सांसद बन्ने सम्भावना अब 1000%